यो रक्सी बियरका बोतलहरू यत्र तत्र छरिएका छन्। होस्टेलको ढोका नै फोडेर प्रहरी भित्र छिरेको छ। गाँजा चुरोटका प्याकेटहरू जताततै छरिएका छन्। यो बुद्धनगरको होस्टेलको दृश्य हो दर्शकबिन। बर्थडे भएर ल्याएर हिजो थाहा भएन। हिजो बर्थडेमा चाहिँ विद्यार्थीले रक्सी र गाँजा खानुपर्छ। हिजो बेलुका ल्याएछ के हिजो बेलुका ल्याएछ हैन थाहा थिएन कि हामीलाई। तपाईको छोरा बिग्रिँदा तपाईलाई दुःख लाग्छ लाग्दैन? तपाईको छोराले बर्थडेमा खाइदियो भने मान्नु होइन थाहा भएन कि हामीलाई। बियर हेर्नुहोस् यहाँनिर ल हेर्नु सती सर तपाईँको अब यहाँ प्रमाणित भयो। बुद्धनगरमा तपाईँले बार भन्नु भएको थियो होस्टेल ठिक छैन भनेर। यो हो प्रमाण। यो घरमा चाहिँ कस्ता खालको मान्छे बस्छन् भन्ने कुरा तपाईँलाई थाहा हुन्न भने यो 50 रुपियाँ रक्सी होइन त? 50 रुपियाँ पुरैसम्म छ उतैसम्म छ यसरी खाएर फालेको। अब यहाँ जनप्रतिनिधि हुन्छ, नेपाल प्रहरीको हुन्छ, हामी हुन्छौँ, त्यो फोरिदिउँ कि के गरौँ? अब ताजा काट्नै पर्छ होला। बच्चाहरू बिग्रिनुमा सञ्चालकको धेरै ठुलो हात छ हो क्या। हिजो यहाँ बर्थडे थियो होइन, आज बिहानै यिनीहरू चाहिँ भाग्यो। बर्थडेमा होस्टेलमा बसेर रक्सी अब राति होइन गाँजा खान पाउँछन् कहाँ लेखेको छ? कुन पाइएन जिम्मेवार को होस्टेल सञ्चालक को तपाईँ हेर्नु बसे होइन? तपाईँ मेरो बच्चाहरू यस्तो गर्ने पाएन। सुत्यो होला थाहा छ मलाई। नाम दिनुस् त हामीलाई। तपाईँ टिप्नुस् नाम टिप्नुस्। होस्टेल सञ्चालकलाई यहाँबाट प्रहरीले लिएर गइँदैछ, हामी यहाँ देख्न सक्छौँ। 50 रुपियाँ जाने रक्सी खान्छ यहाँ। 50 रुपियाँ जाने रक्सी खाँदाखेरि त्यो विद्यार्थीको चाहिँ हेल्थमा के हुन्छ हजुर? अब चुरोटको हेर्नु न, यहाँ डिब्बा पुरै यहाँ भरि छ। चुरोट होस्टेलभित्र कमसेकम चुरोट खाएको त थाहा हुन्छ नि? चुरोट थाहा हुन्छ, गाँजा थाहा हुँदैन। रक्सी थाहा हुन्छ। यो सबै रक्सी जे खाए पनि थाहा हुन्छ। राति खाएको त थाहा हुँदैन रहेछ, किनभने हामी आफ्नो कोठामा सुतिहाल्छ, रातिको त थाहा हुँदैन कि। यो विद्यार्थी बस्ने, यो सबै विद्यार्थी बस्ने, माथि विद्यार्थी बस्ने होइन। यो अच्चकाली नै गरे हो कि हजुर? यो त छात्रावास पो हो त है। लागु अब भनौँ न, अब गाँजा भेटायो, तपाईँको बियरका बोतलहरू भेटायो, पछाडि हेर्न नआउने छ। सरसफाइदेखि यो होस्टेल खोल्ने कुनै मापदण्डमै छैन। तपाईँको छोराछोरीले आमा म आज बर्थडे गर्छु भनेर गाँजा रक्सी खाने बर्थडे मनाइदिने मान्नुहुन्छ? ल भन्नुहोस्, यसको जवाब दिनुहोस्। त्यो त हो भागेछ त। हो नि त होइन? त्यो भागेछ के गाजादेखि भागेछ। मान्नु भयो नि त आमा, मान्नुपर्छ के? हिजै ल्याएछ। सही सही हुनु पर्यो, गलत हुनु पर्यो। यहाँ कस्ता खालको मान्छे बस्छन् भन्ने तपाईँलाई थाहा हुन्न? अनि यहाँ तपाईँ घरबाट चाहिँ उहाँ गाँजा फेला पर्ने, यहाँ चाहिँ यो के यस्तो हो, गाँजा फेला पर्ने भनेर चाहिँ अब त्यो त हामीले अब राति एकचोटि यसो सर हेर्छौँ को मान्छे कस्ता मान्छे बस्छन् भन्ने कुरा त चाहिँ वाच गर्नु पर्यो नि त। तपाईँले पर्दैन? तपाईँको प्रमुख दायित्व तपाईँको घरमा कस्ता खालको मान्छे बस्छन्, यहाँ के गतिविधि हुन्छ भन्ने कुरा तपाईँले बुझ्नु पर्दैन? बोलाउनु, छिटो बोलाउनुहोस् त मान्छे। प्यारेन्ट्सहरूले चाहिँ नि एकदमै प्यारेन्ट्सहरूले आफ्नो बच्चा के गरेछ, मैले होस्टेलमा राखिदिएँ, पैसा तिर्दिएँ, पैसा पठाइदिइरहेको छु, त्यो मात्र होइन। पैसाले तपाईँको बच्चाहरूको के भइरहेछ, कुन ठाउँमा बसिरहेछ होइन? त्यही पैसाले त्यही उसले गरेर यहाँ बच्चाहरू बिग्रिरहेछ। हामीलाई बार भन्नुभएको थियो कि, तर आज एकदम रियालिटीमा देखियो कि यस्तो। मैले चेक गर्दाखेरि कहिले पनि मैले गाँजा साजा देख्दिनँ थिएँ। एकचोटि देख्दाखेरि म चौकी पनि गएको थिएँ होइन। अनि त्यसपछि अब त्यतिखेर अब उता कता भन्नुभएको थियो कि। तपाईँहरूकोमा मात्रै होइन, 2-4 ठाउँमै देखियो। अब यहाँ त यो खतम पारा रहेछ नि त। तपाईँहरूले त यो होस्टेल सञ्चालकको नाममा त विद्यार्थीहरूको भविष्य एउटा विद्यार्थीहरूको भविष्यमाथि हामीले खेलबाड गर्छौँ भने हामीलाई कारबाही हुनुपर्छ। भाडा मात्र लिने होइन नि त हजुर। के गरिरहेछ भाडामा बस्ने मान्छे भनेर हेर्नु पर्दैन हजुरको? तपाईँको साँच्चै के भन्दाखेरि हेर्नुहोस्, भर्खर कलिला बच्चाहरू छन् होइन। यहाँ त यतिसम्म छ कि हाम्रोमा यतिसम्म आएर चाहिँ कि होस्टेलमै के अरे गाँजाको सप्लाई, के अरे ट्यापको जुन लागु औषधिको पनि सप्लाईहरू छ भन्ने हामीलाई त्यो चाहिँ अब हामीले यकिन गर्न सकेको छैन। यसरी नै अब खोज्दै जानेछौँ। प्रत्येक दिन रुम चेक गर्नुपर्छ। विद्यार्थीहरू कोही विद्यार्थी छन्, कोही विद्यार्थी चाहिँ नि ढोका लाएर हामी चेकिङ आउनु बित्तिकै जुन तल चेक गर्दा माथि चाहिँ नि लक लाएर गइहाले केही केटाहरू। त्यो शङ्का लगाएपछि हामीले सबै वार्डेनको रोबर, यहाँको प्रहरी, हाम्रो नगर प्रहरी आएर हामीले त्यो ढोका खोलेर राखेको छ नि। त्यहाँ त बियरका बोतल र गाँजाका पोकाहरू भेट्यो हामीले। 40 जनासँग सङ्गत कति होला? यो 40 जनासँग तपाईँको त अरू कति चाहिँ तपाईँको साथीभाइहरू होला होइन? ध्वस्तै भएको छ। तलदेखि हजुरले आफैले भिडियो खिच्नु भएको छ, आफैले हेर्नु भएको छ। कुनै हामीले तपाईँको चाहिँ यो बनाएर पनि गरेको होइन। यो चाहिँ तपाईँको छापा मारे जस्तै एउटा तपाईँको अनुमोदनमा सबै होइन। अब यो त तपाईँको गलत त कहीँबाट पनि देखेन। सञ्चालक आफैले पनि हामीले हो भन्नेमा छन्। सञ्चालकले संस्कार सिकाउँदैन भने विद्यार्थीहरू जे पाइ त्यो गरायो भने त उनीहरू जे पाइ त्यो गरिहाल्छ नि। यस्ता यहाँ यो विद्यार्थी बस्ने होस्टेल हो। अब यहाँ हेर्नुपर्छ, सरसफाइ गरेको ठाउँमा पनि साइडमा गाँजा देखिन्छ। यो गाँजा छ, यतापट्टि चुरोटका ठुटाहरू छन्। कुनै होस्टेलमा बसेर माफियाले नि सञ्चालन गरिरहेछ। जुन त्यो बिचरा बच्चाहरूलाई पैसा तिर्दिने, खाना लाउन दिने, त्यहाँ फ्रीमा दिने र 30 व्यक्तिले
ती मान्छेलाई ती बच्चालाई युज गरेछन् ती कुरा पनि आइरहेछ अब यो प्रहरीको अनुसन्धान पनि हो होस्टेलमा आज आउने पढ्ने विद्यार्थीहरू यसरी राख्दाखेरि खास गरेर सञ्चालकज्यूले पूर्ण रूपमा हेर्नुपर्ने र यदि उहाँले सक्नु भएन भने संस्थामा आउनुपर्ने र उहाँले त्यहाँ पनि सक्नु भएन भने चाहिँ प्रशासन त छ नि होइन यो विद्यार्थीहरूको खेलवाडी गर्नलाई त अब हामी शीघ्र रूपमा कारबाहीमा पनि जान्छौँ जुन होस्टेल सञ्चालक जसले राख्नुभएको छ बच्चाहरूको भविष्यमाथि यसरी खेलबाड नगरिदिनुहोस् म प्यारेन्ट्सहरू पनि सँग पनि के रिक्वेस्ट गर्छु भने कस्तो खालको होस्टेलमा बसिरहेछ मेरो बच्चा के गरिरहेछन् भनेर प्यारेन्ट्सहरूले एकदमै बुझ्ने समय आइसक्यो है एकदमै बुझ्न पनि प्लिज म यहाँ त म रिक्वेस्ट गर्छु हजुरले आफ्नो बच्चालाई आफ्नै पाल्नु भएको छ या आफूले पाउनु भएको छ मेरो बच्चा छैन भनेर भन्न पाइँदैन जस्तो मेरो आमाले मलाई दिएछ भने म छोरा हो नि त हो नि भनेपछि उहाँले त्यो जिम्मेवारी लिन सक्नुहुन्न भने उहाँले होस्टेल चलाउन पाउनुहुन्न यो जुन उहाँले चलाउनु भयो यो एकदम गलत तरिकाले चलाउनु भएको रहेछ यो यसरी चलाउन पाइँदैन कुनै एउटा विद्यार्थीहरूको भविष्य हामी होस्टेलको गार्जेनहरूको अभिभावकहरूको सञ्चालकमाथि हात हुन्छ त्यसले गर्दा समयमा खाना दिनुपर्छ समयमा कलेज जा भन्नुपर्छ